आज यहाँलाई मेरो फेसबुक मार्फत म यो साकेला टोल सङ्गठन अथवा साकेला टोलको बारेमा चाहिँ म यहाँहरूलाई चाहिँ एउटा जानकारी गराउन गइरहेको छु। एउटा सानो भिडियो बनाएको छु, यहाँहरूले हेरेर यो सक्दो सेयर गरिदिनु होला। अहिले यो साकेला टोलमा चाहिँ जम्मा टोटल गरेर चाहिँ टोलभित्र चाहिँ जम्मा 60 घरधुरीहरू छन् र यसमा चाहिँ हामी सबै जात जातिका चाहिँ मिलेर चाहिँ बसेका छौँ। क्षेत्री बाहुन, राई लिम्बू, ठाकुर, मेहता, श्रेष्ठ सबै जातिहरूको चाहिँ बसोबास रहेको छ र यो नयाँ बस्तीमा चाहिँ रहन्छ र विराटनगरको यो वडा नम्बर 11 को चाहिँ यो नयाँ बस्ती हो, जहाँ चाहिँ 5-7 वर्ष अगाडिदेखि चाहिँ बस्ती भर्खर बस्न सुरु गरेको छ। यहाँको धार्मिक स्थलमा चाहिँ यहाँको चाहिँ साकेला थान जो चाहिँ किराँत धर्मावलम्बीहरूले चाहिँ यसमा चाहिँ विशेष वैशाखी पूर्णिमा र मङ्सिरी पूर्णिमामा चाहिँ उहाँहरूले चाहिँ आएर यहाँ चाहिँ आफ्नो धर्मको चाहिँ आस्था राखेर चाहिँ पूजापाठहरू गर्नुहुन्छ। त्यस्तै गरी हामी यो साइडमा जस्तो यो साइडको चाहिँ यो धुवा पनि रहेको छ। यो चाहिँ अरूको सँगसँगै एउटा सिमानाका रूपमा चाहिँ यो रहेको छ र यो धुवा पैनी ले चाहिँ विगतमा चाहिँ एउटा सिँचाइको रूपमा चाहिँ सुरु गरेको थियो र अहिले चाहिँ बिस्तारै यो बढ्दै गएर चाहिँ र विभिन्न ठाउँबाट चाहिँ यसमा नालाहरू चाहिँ राखेर चाहिँ अलिकति दुर्गन्धित चाहिँ बनिरहेको अवस्था छ र यसमा चाहिँ महानगरपालिकाले पनि विशेष चासो देखाएको अवस्था अहिले छैन र यसमा चाहिँ विभिन्न ठाउँबाट चाहिँ र विभिन्न चाहिँ मानिसहरूको चाहिँ एउटा समूह गरेर चाहिँ उहाँहरूलाई चाहिँ यसबारेमा चाहिँ जानकारी दिँदाखेरि पनि उहाँहरूले चाहिँ त्यति चासो दिइरहेको अवस्था अहिले छैन। त्यस्तै गरी यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ अब यो त्यसमा ढलहरू नालाहरू चाहिँ हालेर चाहिँ यसलाई अलिक दुर्गन्धित बनाइएको छ। यो महानगरपालिकाले यसमा र प्रदेश सरकारले पनि यसमा विशेष ध्यान दिएर चाहिँ यसलाई चाहिँ व्यवस्थित गरोस्। त्यस्तै गरी यो साइडमा अलिकति खेतीपातीहरू पनि लगाउने गरिएको छ र यो 11 नम्बर वडाको चाहिँ अलिकति नयाँ बस्ती भएकोले गर्दाखेरि भर्खर विकासको लहरहरू चाहिँ आइरहेको छ र वडा नम्बर 11 ले पनि यसलाई अलिकति विशेष क्षेत्र चाहिँ मानेर चाहिँ यसमा अलिकति पहलहरू गरिरहेको अवस्था छ र यो त्यस्तै गरी हामीले यो अहिले यो पुल पोहोरको साल यो तयारी भइसकेको छ र यस्तै गरी अब यो पिचको लागि अहिले यो ग्राभेलहरू चाहिँ गर्ने कामहरू यहाँ भइरहेको छ। यो चाँडै नै पिच हुने र यो वर्षाको कारणले गर्दाखेरि चाहिँ अहिले स्थगित भएको अवस्था छ र अन्यतिर पनि त्यो नालाहरू बनाउने कामहरू अहिले द्रुत गतिमा भइरहेको छ। त्यस्तै गरी यहाँ किसानले लगाएका यी धानहरू एकदमै राम्रो छ, यो उब्रा भूमिका रूपमा पनि रहेको छ। त्यस्तै गरी यहाँनिर धान यसरी लगाएको छ, एकदमै सौन्दर्य दृश्यहरू यहाँहरू देख्न सक्नुहुन्छ। त्यस्तै यहाँहरूले यो दृश्यहरू देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ घरहरू चाहिँ अहिले बनिरहेको अवस्था छ। यो साइडतिर यतातिर एकदमै बाक्लो बस्ती अहिले बढिरहेको अवस्थाहरू छ। एकदमै यो धान खेतहरू हरियाली देखिएको धान खेतले गर्दाखेरि यसपालिको यो धान पानी कम परे तापनि एकदमै राम्रो आएको छ धान। अलि सारो सुर पानीले पनि अलिकति राम्रो सहयोग गरिरहेको अवस्था छ। त्यस्तै मैले यहाँलाई अगाडि नै भनिसकेँ, जस्तो यो किराँत राई यक्खा साकेला थान यो चाहिँ मेन यो थान हो। यहाँ चाहिँ उहाँहरूले चाहिँ आएर चाहिँ यो विशेष गरी वैशाखी पूर्णिमामा मङ्सिरी पूर्णिमामा आएर चाहिँ यो भित्र अहिले हामी त्यो भित्र पनि हामी गएर देखाउँछौँ। उहाँले चाहिँ विशेष आफ्नो पूजा गर्ने नाचहरू नाच्ने मेलाहरू लाग्ने चाहिँ यहाँ हुन्छ, एकदमै रोमाञ्चन हुन्छ। त्यस्तै गरी अब यो साइडमा एकदमै हरियाली सहिततिर चाहिँ बस्तीहरू पनि बढिरहेको अवस्था छ। त्यस्तै गरी यो साइडमा चाहिँ अरू बिरुवाहरू पनि छन्। यहाँ चाहिँ एकदमै शान्त रमणीय वातावरणहरू छ एकदम बस्नको लागि। त्यस्तै गरी यहाँ स्वामीको रुख लगायत अशोक सिसौ त्यस्तै गरी खोलाहरू पनि रोपेको रहेछ। त्यसै गरी भित्रपट्टि चाहिँ सिरिजहरू बर्दीपल पनि लगाएर चाहिँ राम्रो छ। अब हामी यहाँ भित्र प्रवेश गरिसकेका छौँ। यहाँ चाहिँ अब देख्न सकिन्छ अहिले चाहिँ एकदमै यो घारी छ। अहिले चाहिँ अब यो सरसफाइ नभएर होला, अब यो मेला अलिकति लाग्ने बेला थाहा छैन। विशेष गरी यो पछि वैशाखमा चाहिँ सरसफाइ भएर चाहिँ सुन्दर देखिन्छ। त्यस्तै अब यो चाहिँ अशोकको रुख कदमका रुखहरू छन्। त्यसै गरी यो मन्दिर छ। अब यहाँ चाहिँ यो मन्दिरहरू यो भित्र यो साइडमा यसरी बस्ने ठाउँहरू छ। यो चाहिँ विशेष गरी यो वडा नम्बर 11 को चाहिँ एउटा धार्मिक स्थल
को रूपमा चाहिँ यो रहेको छ र यहाँ चाहिँ चिनिने पनि यसैले गर्दाखेरि चाहिँ चिनिने रहेको छ र टोल पनि हामीले टोल समूहको नाम पनि त्यहीको आधारबाट चाहिँ हामीले राखेका छौँ। त्यस्तै गरी यो साइडमा यसरी मन्दिरहरू देख्न सकिन्छ। एकदमै यहाँ चाहिँ हामीले यो आफ्नो चाहिँ देवताहरू राख्नुभएको छ र उहाँहरू चाहिँ यहाँ चाहिँ पूजाआजाहरू गर्नुहुन्छ। अब यहाँ चाहिँ कोही मानिसहरू पनि बस्नु भएको होला सायद र यो कुखुराहरू पनि पालेको देख्न सकिन्छ। उहाँहरू चाहिँ आफूले पालेको। त्यस्तै गरी यो मन्दिर होइन आफ्नो थान यो चाहिँ लगभग विक्रम सम्वत 2062-12-9मा चाहिँ यो स्थापित चाहिँ भएको हुनसक्छ। जस्तो चामी चाहिँ उहाँहरूको चाहिँ आफ्नो चुल्खानी भएको नाताले चाहिँ अब विभिन्न नामले चाहिँ उहाँहरूले यो बनाउनु भएको छ। एकदमै रमाइलो छ। यो सिसो यहाँ देख्न सकिन्छ। यो धेरै नै पुरानो जस्तो छ। यसको यो चाहिँ मोटाइहरू हेर्दाखेरि एकदमै ठुलो पुरानो। अहिले त धेरै नै लोप हुँदै गइसकेको छ यो सिसो र अहिले चाहिँ एउटा यो चाहिँ पुरानो भएको नाताले एकदमै राम्रो छ। त्यस्तै गरी यतातिर चाहिँ यो चाहिँ यो बोर्डर नै होला सायद। यो बोर्डर जस्तो पनि देखिन्छ। अब यो साइडमा उहाँको चाहिँ अब आफ्नो खानकोहरू राख्ने भने यसरी आएर यहाँ बस्ने र यो चाहिँ रुख चाहिँ अब यो ठ्याक्कै के हो भनेर थाहा छैन। त्यो यो अशोकको रुख पनि यहाँ ठुलो छ। यो चाहिँ 12 महिना चाहिँ हरियाली रहने रुख यसको विशेषता रहेको छ। यो कहिल्यै पनि नसुक्ने भएकोले यसको चाहिँ हाँगा पनि सर्ने यसको विशेषताहरू रहेको छ। त्यसै गरी कदम पनि एकदम मजाले आएको छ। यो कदमहरू पनि बिरुवाहरू लगाएको छ। यो रुख बिरुवाले चाहिँ अलिकति शीतलता प्रदान गरेको छ। त्यस्तै गरी उहाँहरूले चाहिँ मन्दिरभित्र अशोकको रुख चाहिँ रोप्नु भएको छ।